यता पनि भिड छ, यता पनि भिड छ। बवाल गाइस, बवाल यस्तो दामी ठाउँ छ है। ओ माय गॉड, बवाल यार, बवाल एकदम दामी छ। फुल टिप्न सिका प्रिय, हाँका भाजेर होइन, माया गर्न सिका प्रिय, धोका दिएर होइन भन्थ्यो। वाह वाह वाह, भित्रको बक्सर उकालेर पुस्नुपर्छ क्या आउँदै। स्वर्ग स्वर्ग यहाँ बाटो। ओए पानी पर्यो हेर साथी हो। हेलमेट यहाँ पनि रहेछ दाइ। हेलमेट हेर्नु त, यहाँ पनि छ हेलमेट। कस्तो हो यार? तपाईँलाई ठिक्क होला जस्तो छ। आमा स्वर्ग स्वर्ग भन्थे यार। स्वर्ग त मैले बल्ल आज यहाँ देखेँ यार। बोइ बोइ, यस्तो ठाउँबाट माथि आएको हामी। अझै पनि जाँदैछौँ माथितिर बाटो। स्वर्ग स्वर्ग होइन, यहाँबाट पाग्ला पिग्ली भने नर्क चाहिँ पुग्छ अहिले। खोइ वहाँ पार एउटा गाडी नर्कमा पुगिसकेको छ। चारवटा ए। मान्छेले फेरि मेरो क्यामेराको क्वालिटी नराम्रो, कस्तो मधुरो देखेको भन्ला है। यो चाहिँ हुस्सा लाएर यस्तो मधुरो देख्यो है। यो चाहिँ पुरै हुस्सै हुस्सा छ। आम्मा, हामी चाहिँ तलको सडकबाट आएको है। हुन त क्यामेरामा खासै अग्लो देखिँदैन रहेछ है यो। आमामा, हिँडेर आउँदा त भित्ताको घाँसहरूलाई समाति पो आउनु पर्दो रहेछ। अहिले चाहिँ अलिकति सहज बाटो छ। ऊ दाइ घुम्ने नि यार। यत्रो टाढा आएपछि त नुरुको गाउँ पनि हेरौँ भनेर नि। पहिला काठमाडौँ हुँदा नुरु रुबास दाई भन्दै मेरो कोठामा मसँग जहिले आउँथ्यो, बस्थ्यो। आज नुरुलाई अनुहार मात्रै देख्यो, स्कुल गइहालेँ। आया ठिक छ। आम्मा, कसैलाई हाइकिङ गर्न आउनु मन छ भने साथी हो, यो बाटोमा हो है। दाइ यो गाउँको नाम के हो रे? यो ठाउँको नाम? बहिनीलाई सोध्नु न। दिदी यो गाउँको नाम के हो हजुर? बर्खुली। ल, कसैलाई स्टुडेन्टहरू, सर अथवा म्याडमहरू, तपाईँहरूलाई हाइकिङ गर्न आउनु मन छ भने यो बाटो आउनुहोस्, हेर्नु त। यस्तो यस्तो बाटो छ, यस्तो यस्तो ठाउँ छ। अहिले चाहिँ हामीलाई पानीले पिटिसक्यो, त्यही भएर अब दौडिने अवस्था छ। हेलो दाइ, अलि छिटो हिँड्नु पऱ्यो यार। आम्मा, यस्तो छ बाटो साथी हो। हट्ट बवाल यार। यहाँबाट सुइँ पुग्यो भने त नर्क पुग्छ साथी हो। नर्क स्वर्गको त कुरै छोडिदियो। आमा, पानी परिरहेछ कि अलिअलि। ओइ, भिडियो बनाउनु चक्करमा म चाहिँ ढल्छु कि क्या हो। त्यो लाली गुराँस होइन? ओए, हिजो भर्खर हामी अस्ति आउँदाखेरि यस्तो भिडमा भतिजलाई चढाएर यार, काठमाडौँ आउने बेला के लग्ने भइहाल्छ नि यार। लाली गुराँस अजम्बरी चम्पा चमेली। ल, चम्पा चमेली लाली गुराँस यहाँ छ। कसरी लाने? फोटो हो, त्योभन्दा उपाय नै देखेन मैले। आमामा, लाली गुराँस होट, पानी पर्यो, बिजोग भयो। लाली गुराँस आमामा, ती खतरा बनाउनु यार कहिले यार। हैट, दाइलाई लाली गुराँस मन पर्यो अरे, के गर्नु। मन परेको फुल हेरेर चित्त बुझाउने, टिप्न सकिँदैन। बाटो आयो। आमा, राति यो बाटो हिँड्यो भने त भुताउन जस्तो बाटो छ यार। दिउँसै अँध्यारो हुँदो रहेछ यहाँ। हट, मर्छु कि क्या हो।
यो बाटोमा चुरोट खाने मान्छे धेरै चुरोट खाने रक्सी खाने मान्छे हिँड्यो भने मुटु काम दिँदैन मुटुले हटर्याक आएर मर्छ हिँड्यो हिँड्ने हो यही हिँड्नलाई आएको हिँड बल्ल 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 दुगो जिङ्गा निगा दे जति बागाङ क्रेसी आमा नाम दाइजी मुनले के पानी परिरहेछ है बल्ल बल्ल आइपुग्यो हामी पानी परिरहेछ त्यही पानी परेको कारणले हामी यता आउन खोजेको त्यो यहाँबाट पसल जानु पर्यो भने वहाँ पुग्नुपर्छ अरे त्यो डाँडा त्यहाँबाट यस्तो बाटो उधै परसम्म आउनुपर्छ त्यहाँबाट वहाँ तल छ त्यहाँ तलबाट मासतिर चढेर अनि बल्ल घर आइपुग्दो रहेछ हाम्रो दाइ यहाँ स्यास्या र फ्याँ भएर पुरा थाकेर दम रोग लाग्यो भन्दा बढी भएर बसिराख्नु भएको छ ठिक छ चलिरहेछ नि है सास निकाल्नै गाह्रो भइरहेछ यहाँ साथी हो हामी चाहिँ अब फर्किसक्यो है दाइ र म है यता दाइ हुनुहुन्छ हो पुरा थुथु गर्दै आउनु भएको छ अनि हामी चाहिँ अब फर्किँदैछौँ चढ्न मात्र गाह्रो हो कि जहाँ पनि चढ्न गाह्रो चढिसकेपछि त मजाले हो नि त फेरि जाँड साँड छानेर दिनुभयो जाँड साँड खाएर आएको हामी चाहिँ है दाइ र म लोकल जाँड सरर भित्र छिर्दाखेरि त प्यारे गर्दो रहेछ है लाली गुराँस के को लागि काम लाग्छ साथी हो लाली गुराँस दबाई हुन्छ भन्ने सुने हो तर के को लागि हो त्यो पनि मलाई खासै चाहिँ थाहा छैन है तैपनि म चाहिँ हेर्दैछु यहाँनिर लाली गुराँस छ यो रुखमा एउटा टिम भनेको कति गाह्रो जानु अझै जानु तन्काउनु माथि चाहिँ समात्दैन दाइले टिप्दैछ है प्रोसेस चाहिँ हाम्रो यहाँ हातमा समातेर ढल्केर फुल टिप्दै हुनुहुन्छ हाम्रो दाइ ल लाली गुराँस अजम्बरी चम्पा चमेली लाली गुराँस अजम्बरी चम्पा चमेली भने जस्तै है लाली गुराँस एउटा चाहिँ टिप्यो अब रुखमा टन्नै छ छन्छ है हामीले अब टिप्न सकेन मात्र सकिएको भने यही एउटा लाली गुराँस हो लाली गुराँस ऊ त्यहाँ पनि छ अर्को नि बोर्ड त लाली गुराँसको त बोर्डै बोर्ड छ नि लाली गुराँस अजम्बरी चढ्ने हो साँच्चीकै आँटाको त यहाँ चढ्ने हो र सक्छ होला होइन बिस्तारै दाइ बिस्तारै हाम्रो दाइ लाली गुराँस टिप्न जाँदै हुनुहुन्छ है ल ल ल ल ओ यहाँ झऱ्यो यहाँ पनि झऱ्यो अब केले गर्नु त हात खाली छैन त यार हातमा यस्तो यस्तो छ यी सामानहरू यसरी बोकिरहेको छु अनि ल सुरुरुरु टक्क अनि हजुर अझै टिप्नु न यार यत्रो छ त मान्छेले भन्दै नि सुन्दरता फुल भनेको एउटा यस्तो चिज हो अरे होइन एउटा लाइन थियो यार एउटा लाइन थियो बिर्स्यो भने सुई टक्क टक्क लाएर ल आउनु दाइ धेरै चाहिँदैन हामीलाई वाह 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 फेरि वान्स मोर दाइ वान्स मोर पर्खिनु है यहाँ आउनु अनि त्यसपछि भन्नु ल बिस्तारै आउनु बिस्तारै झर्दै हुनुहुन्छ हाम्रो दाइ चाहिँ रुखबाट है ओ लाली गुराँस ए बिस्तारै टक्क सबै टिप्नु त उ त्यहाँ पनि छ है दाइ ऊ त्यो तल छ एउटा ओ सब टिपेर हातमा समात्नु अनि म भन्छु अनि अघिको लाइन भन्नु अघिको टक्क त्यो एउटा हाँगा चाहिँ फ्याँक्दिनँ हो अह 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 हो अह 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 अह
लु गाइस ल भन्नु त। फुल टिप्न सिक प्रिय हाँका भाजेर होइन माया गर्न सिक प्रिय धोका दिएर होइन भन्थ्यो वाह 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 हाँका बबाल भाजेर टिप्दियो है हो नि बबाल अनि लाली गुराँस फुल फुल चम्पा चमेली अनि सक्यो लालु ओए लालु 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 गुराँस अघि चढेको बाटो अहिलेको ओह्रालो ओह्रालो उकालो छ कि बाटो चाहिँ। अनि बबाल छ चराचुरुङ्गीहरू कराउँछ है ठाउँहरू यस्तो दामी दामी छ हाइकिङ गर्नलाई चाहिँ बेस्ट एरिया बेस्ट ठाउँ हेर्नु त आमा यता गयो भने त खर्लम खुर्लुम गयो नि त नि यता जानुपर्छ बाटो यता छ है साथी हो। बाइक त भिजेछ दाइ बाइक पुस्ने चिज पनि ल्याएन अब के गर्ने हो भित्रको बक्सर उकालेर पुस्नुपर्छ क्या दाइ धेरै कडा गएछ यार यो बाटो फेरि ब्रेकै लाग्दैन भने चिप्लिया छ ग्राभेलहरू पनि छ है गिटीहरू छ चिप्लिया छ के साले भन्न त नहुने हो मुखबाट फुस्किहाल्यो सरी गाइज है। यो ठाउँमा चाहिँ मान्छे प्रायः जस्तो कति धेरै मान्छेहरू मरिराखेका छन् है यस्तो ठाउँमा उता पारी अघि नै बिहान राम्रोसँग देखाएको थिएन अहिले चाहिँ क्लियर देखाएको छ है अहिले चाहिँ एकदम राम्रो देखाएको छ। त्यहाँ पारीको गाडी हेर्नु त यो गाडी त्यो माथिबाट झरेको है तामाङ लामा मान्छे मऱ्यो भने होइन लामा मरेको रे त्यही भएर दर्ज हो कि के भन्छ त्यसलाई त्यो गाडा छ अरे तामाङ मान्छे मरेको लामा मान्छे मरेको भएर सो रेस्ट इन पिस। अब त्योभन्दा भन्ने केही छैन हाम्रो यार अब टेक केयर गाइज ल यता चाहिँ एकचोटि म गएर बनाउँछु है साथी हो टुडुङ डिस तपाईँ बस्नु न ल म चाहिँ यस्तो ठाउँमा गएर टक्क उभिदिन्छु हाम्रो दाइ यता हुनुहुन्छ ल दाइ यहाँबाट बनाइदिनु ल समात्नु त ट्याक्क लाएर ल जानु त क्यामेरामा हो अलिकति यस्तो गर्नु ल टक्क लाएर ल गाइज म चाहिँ उता त्यहाँनिर जाँदैछु है नलाट्नु होला नि फेरि ल सपनों के बिना की जैसे कीमत कोई ना वैसे हूँ मैं तेरे बिन मेरी चाहत कोई ना खोइदिनु त दाइ म यता देखाउँछु यार त्यहाँ यार ठाउँ बबाल छ है गाइज ल म गएँ है फेरि देखाउनलाई ल यो हो नि त एरिया भनेको यो हो ठाउँ यो हो देख्नुभयो यस्तो छ यस्तो छ म उभिरहेको छु यहाँनिर ल गाइज चलो सुलुलुलु भने जस्तै हो ठाउँ चाहिँ बबाल छ है नचढ्नु ल बी केयर गाइज ल यस्तो ठाउँमा हिँडेको छु यता लड्यो भने सुरुम टुडुङ डिस हुन्छ यतापट्टि लड्यो भने ढ्यान टुडुङ डिस हुन्छ है यसरी पुग्छ तलतिर गाडीहरू हिँडिरहेको छु तलतिर त्यही मेन रोडमा पुग्छ फेरि यहाँबाट लड्यो भने चाहिँ सो अब यो उस गर्ने हो दाइ उस गर्ने रे उस त्यही भएर मैले क्यामेरा यसरी घुमाएको छु है गाइज उस गर्ने रे बुझ्यो नि त होला नि होइन बुझ्नु भयो होला कतिपयले उस गर्ने रे के हाम्रो दाइ चाहिँ उस गर्दैछ त्यही भएर म रोकिरहेको छु यहाँबाट खस्यो भने त स्वर्ग होइन नर्क पुग्छ गाइज नर्क मान्छेहरू भन्थ्यो नि कति गाह्रो छ भन्थ्यो बाटो हेर्नु ल यस्तो ओह्रालो झर्नुपर्ने छ मान्छेहरूलाई पिज नभएर टेन्सन छ यहाँनिर बाटोसम्म नभएर पनि टेन्सन छ कि गाह्रो छ नि यार ल गाइज हामी चाहिँ यो माथि उहाँ टुप्पोसम्म पुगेर आएको है टुप्पोभन्दा उता पारिपट्टि पुगेर आएको यो बाटो
बल्ल बल्ल रोडमा आइपुगेका छौँ तलको यो गाडी गुडेको रोडमा हामी चाहिँ अब लाग्ने हो हाम्रो गन्तव्यतिर सो हामी चाहिँ काठमाडौँ जाँदैछौँ दाइको हातमा फुल बाइक सबै यहीँ छोडेर गएको हामी चाहिँ टक्क लाएर अब जाने सरर घरतिर गइन्छ साथी हो बाई बाई